आइसकेको छु धेरै दिन बाद भ्लगमा। आज चाहिँ जमजम होटल जान लागेको छ। धेरै दिन भयो म भ्लग नगराएको। अनि म चाहिँ धेरै दिन भइसकेको थियो हिरा डनासँग नभेटेको। अनि म आज चाहिँ कति 4-5 बजीतिर आएको हुँ त उता मामा घरबाट। अनि चाहिँ आउने बित्तिकै सुरुमा ब्याड न्युज सुनेको थिएँ नजाने भनेर। अनि पछिबाट मम्मी आउनु भयो। अनि मम्मीले भन्नुभयो कि जाम अब आइसकिस् अब के गर्छिस् त अब हिँड भन्नुभयो। अनि गयौँ अनि हामी अनि जान लागेको थियौँ। हेलो गाइज आज चाहिँ हामी जान लागेको जमजम। हेलो गाइज जमजम देखाइदिन्छु है हजुरलाई कस्तो छ। आज म पनि आज लास्टै खुसी छु फर्स्ट टाइम जमजम जान लाग्छु। मामा घरबाट जमजम जान आएको छु। हाम्रो रकेट चाहिँ आइसकेछ। त्यहाँ छ रकेट, हाम्रो रकेट देख्न सक्नुहुन्छ। हाम्रो रकेट आइसकेको छ। अब रकेटमा गएर जमजम ल्यान्ड हुन है। अब भाइ अहिले त्यहाँ भेटौँला। वेलकम जमजम सेकुवा पोइन्ट गाइज। आउन पर्यो यसो जमजम होइन एकदमै रमाइलो छ जमजममा। हामी भर्खरै आज यहाँ देख्न सक्नुहुन्छ एकदमै रमाइलो गरिरहेछ यहाँ। गाइस डान्स गर्न मन लाग्छ मलाई, डान्स गर्न। डान्स गरिरहेछ देख्न सक्नुहुन्छ। देख्न सक्नुहुन्छ सबैजना आउनु है जमजम यहाँ छ। सो यहाँ एकदमै रमाइलो हुँदो रहेछ गाइस जमजममा। आज एकदमै भिड हुँदो रहेछ। वा रमाइलो चाहिँ रमाइलो रहेछ यहाँ जमजम। यहाँ डान्स गर्ने ठाउँ पनि रहेछ। यस्तो डान्स गरिदिनु पर्छ क्या हो। के भन्छन् यसलाई? हाम्रो कालिया डान्स यो गाइस। सो हाम्रो चाहिँ यहाँ अब फोटो भिडियो भइरहेछ। यहाँ भिडियो गरिरहेछ क्यामराम्यान। सो मलाई चाहिँ कपडा छपाउने म्यान कलुवा म्यान। यहाँ अरू फ्यामिली चाहिँ त्यहाँ बसेको छन्। हामी चाहिँ फ्यामिली यहाँ जमजम आउनु साथीहरू एकदमै राम्रो छ जमजम। सबैजना आउनु पर्छ। यहाँ देख्न सक्नुहुन्छ हामी हेरेको हेरै जसो जसो गरेर जमजम पुग्यो। खर्खर के गरेर अटोमा होइन अटो नबन प्रत्येक बनामा हामी सो गाइज हामी अघि नै अर्डर गरेको अब अर्डर गरेको 2-3 घन्टा हुन लागिसकेको छ। अर्डर गरेको 1 घन्टा हुन लाग्यो अर्डर गरेको। यहाँ भोकले भोक लागेर अनि जानुपर्छ हस्पिटल बैंक जम्मा।
गाइस हाम्रो आइसकेछ खानेकुरा सेट। वाउ क्या मिठो देखेछ, देख्न सक्नुहुन्छ। यो देखेर यो मोमो मेरो मोमो, यो मोमो मेरो मोमो। ल गाइस जस्तो छ चाख्नु पर्यो होइन सबै चिजहरू। यहाँ छ हाम्रो रानी। चटपट कस्तो छ, चटपट चाख्नुपर्छ। र यो हाम्रो भाउजू। वाउ चाख्नु पर्यो यो कस्तो छ। यो यी कता खै यो के हो गाइस, के त खै रे यो सब आलुको एकछिनमा नम्बर भनिरहेको एउटा ठाउँमा चटपटै छैन, यो चाहिँ चटपटै छैन एक ठाउँमा। चटपट चाख्नु पर्यो। उनीहरूले बिखिरा रे कमाउ न एउटा खिरा बनाएर खाऊ है। ई ओइ हसन सुसना हो के चटपट छ गाइस। मोमो चाहिँ मलाई हामी फ्यामिली प्लानिङ गरेर आएको यहाँ खान। चटनी एकदमै पिरो रहेछ। मलाई सुन न यहाँ सुन न गाइस, मलाई देखाउ त। मैले अब लेग पिसको ताली गाइस कोही केमा खेलेर रुन्छ। म चाहिँ मोमो खाएर रुन्छु गाइस, मोमोको चटनी खाएर रुन्छु। कस्तो आँसु निस्किरहेको गाइस। पिरो खाने न मान्छे अब यहाँ पिरोलाई सिके गर्ने। पिरो छ गाइस, सबैले झुम्रे मिलेन। लास्ट देखा गाइस के भन्न सकिन्छ यार। लेग पिस चाहिँ मजा छ। ल खायो यो आलुमा नुनै हालेको छैन होला गाइस। यो आलुमा मिठाई लाएको छैन। र यो ससेजको फ्यान है, ससेजको चाउमिन पनि त्यति मिठो लागेन, चटपट पनि त्यति मिठो लागेन गाइस। न लेग पिस राम्रोसँग पाकेको छ, रगतै निस्के छ के गाइस। मोमो मात्र मलाई मिठो लाग्यो। मलाई पनि मोमो मिठो, मैले त मोमो सबै खाएको। मोमो लभर तर यो चटपट हो। आएछन् हाम्रो अरोस्नी पडोस्नी गाइस, पडोस्नी चुप्पे आएको गाइस। हामीलाई नभनिदिन जोर जस्तै भागे आएको मागे जस्तो हो। आलु के भन्छ, आलु तरकारी हो गाइस। आलु चप होइन यो, आलु चप कहाँ खान आलु चप, मेरो त आएन। पिरो छ गाइस। अब जे खाने मलाई पिरै लाग्छ किनकि म पिरो खाने। यो आलु चप होइन गाइस, यो अर्को छ त्यो आलु तरकारी हो।
चम्ले खाए बाजिया यसमा लसुन छ गाइस धेरै यो आलुमा धेरै नुनै छैन नुनै आलु छ मिठै लाग्छ एक्चुअली आलु फ्राई छ नि यसमा नि काँचै छ यो आलु या जे पनि हामीलाई थाहा हुन्छ हो गाइस वाउ मलाई नि मुला चाहिँ न मुला यो चाहिँ र्याबिटको लागि एकदमै राम्रो छ गाजर म नि खान्छु गाइस म नि किनकि गाजर र्याबिटले लभर हो गाइस पराउँछ हैन कस्तो मिठा नाच्न मन लाग्छ गाइस तर म नाच्दैन त्यहाँ सबै झाप जाइ अङ्कलहरू मात्रै छन् क्या नाचिरहन् म नाच्ने भनेको बिहेमा मात्र यस्तोमा म नाच्दैन हाम्रो नाच्ने ठाउँ बिहे हो बिहे भयो 200 के पैसा खाएर भ्याइयो अब चाहिँ घरतिर लाग्छ अब घरतिर जान्छौँ है गाइस हामी अब 10 बजे लाग्छ लक्करो बनाइकै पर्छ घर जाएर खाइ लाग्दैन खाइ घोराइ अब घरतिर जान लाग्यो खाएर भ्याइयो ब्लग स्टार्ट गरे भने यूट्यूब में हेर्छु गइट के वहाँ सब्सक्राइब गर्छु ब्लग करो कि नहीं कभी तो कर तो ब्लग कर तो कहीं न गाइस अब हामी जान लाग्यो जमजम बाटो हाम्रो रकेट अब उडिरहेछ अब घरतिर लाग्यो